हेलो गाइज, गुड मर्निङ, नमस्ते, शुभ बिहानी सबैजनालाई। आजको स्पेसल भन्नुपर्दा चाहिँ सबैजनालाई ह्याप्पी दसैँ है। आज चाहिँ फुलपातीको स्पेसलको लागि हामी चाहिँ फुटबल खेल्नुको लागि झरेको छौँ यता तल। यो चाहिँ ठ्याक्कै हामीले देखेको भनेको चाहिँ इनपा छ है, गुम्बा डाँडा मुनि हो, इलाम। हेलो, हाम्रो यहाँ आज बुढो के छ खबर? ठिक छ। यहाँ चाहिँ यता धमाधम गइरहेको छ है। ग्राउन्ड चाहिँ यही हो। यहाँ चाहिँ आज खासमा टिम भनेको चाहिँ 10वटा जति मात्र छ। आजको स्पेसल भन्नुपर्दा यहाँ देख्न सकिन्छ हामी भाले झिकाइ जाँदैछ यता है। ए चढ्यो भाले झिक्नु मात्र होइन, यहाँ धेरै गेमहरू पनि रहेको छ आज चाहिँ होइन। यता चाहिँ टिकटहरू काट्नु धमाधम भइरहेको छ होइन गाइस। यहाँ देख्न सकिन्छ प्राइजहरू चाहिँ यस्तो रहेको छ। मसँग दुईवटा छ यहाँ, त्यो मेरो घर मसँग यहाँ दुईवटा छ। दाइ खोइ एकचोटि यो पुरस्कारहरू चाहिँ बबाल राखेको छ आजको उयसमा चाहिँ होइन। भन्यो त भाइ के छ पुरस्कारहरू यता? यहाँनिर पहिलो पुरस्कार भनेको खसी छ, दोस्रो पुरस्कार भनेको आइफोन छ, तेस्रो पुरस्कार भनेको भाले छ, र चौथो पुरस्कार भनेको चाहिँ घडी छ। आइफोन चाहिँ छैन हामीसँग होइन। यहाँनिर देख्न सकिन्छ हामी एउटा खसी 22 किलोको खसी, 15,000को मोबाइल, अनि 3 किलोको भाले र एउटा घडी मात्र 200 को टिकटमा। त्यस्तो भाग्यमानी भाइ खसी त म लगेर जाने हो क्या, म लगेर जाने। खसी कसले लगेर जान्छ? मैले नाम्लो लिएर आएको छ सागर भाइले। नाम्लो बोकेर आएको छु यार घरबाट। मैले बोकेर काट्ने कसले बोकेर आएको छ एउटा। ल यी पालहरु टन्किन्छ हैन। ए हन्डी यता छ, यता आन्यो कोही मान्छेले आन्यो। हन्डी लिया अहिले चाहिँ के होला जस्तो छ गाइस। सुता मिस्टेक अहिले ए फुटायो त लु। के हो यो? के हो? नापी हान्यो त नि। हाम्रो विनर आजको विनर यता देख्न सकिन्छ होइन गाइस। ए सु हान्यो सु। हाम्रो यता बाबै भाइरल बाबै हो कि भन्नु त, एकदम खतरा। घाम चाहिँ एकदम बबल लागेको छ गाइस होइन आज हामी देख्न सकिन्छ। आनन्द भाइ फिक्स जित्ने हो आज? फिक्स जित्ने? अब चाहिँ फुटबल सुरु हुन आँटेको छ होइन गाइस। अहिलेसम्म चाहिँ यहाँ निकै कार्यक्रमहरू भइरहेको थियो होइन। अब चाहिँ हाम्रो फुटबल सुरु हुन्छ। जम्मा टिम चाहिँ जम्मा 6वटा रहेको छ आज चाहिँ होइन। भाले जसले लगे पनि, गोल जसले जिते पनि, खसी चाहिँ म पार्छु है गाइस आज होइन। हाम्रो भाले झिक्ने दाइ हुनुहुन्छ होइन यता चाहिँ हाम्रो। भाले त 5 किलोको रहेछ त। फोटो खिच्नको लागि अनुरोध गर्दछु साथीहरूलाई। धन्यवाद विक्रम लिम्बू भाइलाई। सानो भाइहरूको गेम एकदमै राम्रो भइरहेको छ। जम्मा आज चाहिँ 6वटा मात्र टिम छ। अनि भाइहरूले 1 गोल लगाइसकेको छ। यताको केटाहरू चाहिँ ठुल्ठुलो छ तर पनि भाइहरूले 1 गोल लगाइसकेको छ। के छ लाइनमा खबर? एकदमै आज 6वटा मात्र टिम छ हाम्रो चाहिँ, र यो फर्स्ट गेम हो। गोल भन्दा पनि स्पेसल प्राइज चाहिँ आज खसी चाहिँ कसले लान्छ भन्नु त दादा? खसी त मैले हो एकदम फिक्स हो। डोरी लिएर आउनु भएको छ नि घरबाट? नम्बर 7 मैले चाहिँ घरबाटै डोरी बोकेर आएको छु। आज गोल सोल त्यस्तै हो। भाले पनि लगिसक्यो। बाउले भाले जित्ने, छोराले गोल हान्ने भइरहेछ गाइस। यहाँ चाहिँ आज होइन मै लगेर जानुपर्छ भन्ने लगडा हो। तिमीहरूलाई चाहिँ त्यो सानो भाइहरूले जित्छ है। फेरि देख्दैछ नि कस्तो छ टिम। खोइ लिम्बू दाइ बाउ छोराले आज के खाएर आएको छ यहाँ भन्नु त? बाउ आएर भाले जित्छ, छोरा आएर गोल हान्छ ड्याङ। म चाहिँ देखाउनु गइरहेको छैन। हाम्रो सानो भाइहरूले जितिसकेको छ गेम चाहिँ होइन। दाइ यता हेर त कस्तो लागिरहेछ एकदम। अब चाहिँ यहाँनिर ठुलो केटाहरूको हाम्रो गेम हुनु गइरहेको छ होइन। हाम्रो पनि गेम छ, हाम्रो चाहिँ लास्ट गेम हो। टिकट देखाउँदा
हेलो गाइज अहिले चाहिँ होइन हाम्रो गोलसोल भइसकेको छ अब चाहिँ यता टिकट स्टार्ट भएको छ अहिले चाहिँ होइन अङ्कित भाइ है कहिले त टिकट ल्याउनु मेरो खसी कसले पार्छ खसी कसले पार्ने के छ अरे भाइ भन्नु त खसी आइफोन भाले घडी है आइफोन चाहिँ होइन गाइज होइन यो जे जस्तो होइन 15,000 को फोन र 22,000 को खसी छ कसले पार्छ हामी हेर्नु सकिन्छ अब यहाँ हेर्दै जानुपर्छ होइन फोन हेर्न सक्नुहुन्छ गाइज यहाँनिर गेम चाहिँ हाम्रो अब फाइनल बाँकी छ अघि मैले भनेको सानो सानो भाइहरू पनि फाइनल पुगेको छ र हामी फाइनल पुगेको छौँ हाम्रो गेममा है के पर्यो अरे खसी पर्यो मामला त खसी परेछ खसी खोइ खसी खसी खोइ माम यता टिकटमा खसी परिसकेको छ गाइस देख्न सकिन्छ होइन मामले ए 22 किलोको खसी 200 को टिकटमा गाइस हामी चाहिँ हेरेको हेरे हामी चाहिँ हेरेको रे खसी अर्कोले लग्यो हामी हेरेको ए दसैँ रमाइलो भयो माम कस्तो लागिरहेछ एकदमै 200 को टिकटमा होइन गाइस हामी देख्न सकिन्छ 22 किलोको खसी मामले पार्नु भएको छ होइन अझै प्राइस बाँकी रहेको छ अब स्क्रिन टच मोबाइल छ 15,000 को अनि भाले अनि एउटा सागर दाइ हेलो गाइस हेलो होइन हाम्रो चाहिँ खसी गइसकेको छ खसी अब मोबाइल पार्ने चाहिँ कसले हामी पारौँ भनेको हामी फाइनल पुगिसकेको छ अब सानो सानो अहिलेको भाइहरू र हाम्रो टिम फाइनल पुगेको छ अहिले चाहिँ छैन मात्र बुझ्दै खोइ टिकट हाम्रो फाइनल पुग्ने टिम हो गाइस हैन यो चाहिँ फाइनल पुगेर कस्तो लागिरहेछ केटालाई एकदम रमाइलो धेरै खुसी अनि यता छ केटाहरू फाइनल पुग्ने केटाहरू यो चाहिँ हामी हैन गाइस जम्मा 6 वटा मात्र टिम थियो अब फाइनल भएकै छैन अहिले टिकट भइरहेको छ धमाधम हामी सुलित इन्डिया यता सुलित 3 केजी को भाले मसाई यता दुईटा ल 3 किलोको भाले पनि गइसकेको छ हुन्छ होती राख्नु नि मसाई के हुन्छ यो दशैंमा यो भालेलाई चाहिँ अब बाँकी रहेको छ गाइस है यो एउटा फोन र घडी 400 चाहिँ नभन्ने आज 400 को दुईटा टिकट छ यो 400 त आउँदैन त 88 छ हैन 86 र 89 खाली रहेछ यसको नियम चाहिँ कस्तो छ भने गाइस है दुईटामा टोकन छ नानीहरुबाट सट्टा निकालेको छ अब यतापट्टिबाट टिकट नम्बर आउँछ भने यतापट्टिको टिकटबाट अब जे छ त्यही आउने हो अब खाली पनि आउन सक्छ हैन त्यस्तो हिसाबले खसी गइसकेको छ खसी गइसकेको छ अनि तपाईको भाले गइसकेको छ अब एउटा घडी र 489 गयो मोबाइल बाँकी छ 489 तिम्रो गयो भन्दै के गयो 400 तिम्रो एउटा टिकट 489 को गयो खाली अब गयो यो 486 अब एउटा मेरो नाम छ यसमा पर्छ
अन्डरै ढाक्ने रहेछ म पार्छु क्या भाइ म पार्छु क्या मोबाइल मेरो नाममा छ आज मोबाइल उता देखाउनु उता यसको काम छैन गाइस हैन अब यो सबै गइसक्यो कसै गर्नु परेन हाम्रो यहाँनिर भाइले पारिसकेको हुन्छ है अब हाम्रो फाइनल खेल अहिलेसम्म भएको छैन गाइस हैन रात परेर झ्याप्प धमक्क भइसक्यो अब के हुन्छ प्रत्येक साथीहरु अगाडि बढ्नु होला ट्रफी लिन लगाइ छैन आजको डे चाहिँ इन्ड भइसकेको छ हैन तपाईहरुलाई थाहा नै होला चिठा गराउँदा गराउँदै रात परेर हैन गोल पनि त्यस्तै भयो डाइरेक्ट पेनल्टी हान्ने होला त्यही सानो सानो भाइहरुले गर्दा हामी केमा पर्यो अरे भाइ सिल्भरमा है र आजको डे इन्ड भइसकेको छ सबैजनाले के कस्तो लाग्यो भिडियो हेरेर लाइक साइक कमेन्ट हान्दिनु होला भन्दै सबैजनालाई ह्यापी दशैं हस् त जय नेपाल।